इरफान अंसारी उहाँसँग मैले सोध्दाखेरि मलाई गाली गलोज गरो र मेरो छोरालाई अन्सार आलमलाई बोलाएर म माथि वार पनि गरायो। यिनीहरू अदालत मेरी आएर चिया पसलमा म माथि चप्पल पनि उठायो, एक चप्पल पनि हानो मलाई, छोराले मलाई हानुने मान्छे यही हो। यो तपाईँहरू हेर्नुहोस्, यही हो इरफान अंसारी। यिनीहरू 4 नम्बरमा घर छ अहिले। मेरो घरको मेन बिगार्ने विलेन यही इरफान अंसारी हो। म के भन्नु हजुरलाई। जस्तो कि तपाईँको सबै छोराछोरी लगायत सबै मामाकै कुरा सुन्छ, मामाकै कुरा सुन्छ। तपाईँको घर मतलब इरफान अंसारीले नै बिगारेको। इरफानले जे भन्छ त्यही गर्छ। इरफानले भन्छ अहिले कोसीमा आम फाल भने हालिदिन्छ, आम फालिदिन्छ बच्चाहरू। अब तपाईँ के चाहनुहुन्छ? तपाईँ मतलब परिवार तपाईँसँग मिलोस् रहोस्, बालबच्चाहरूको फ्युचर भविष्य जुन बिग्रेको छ अहिले त्यो चाहिँ सपार्नुको लागि अब तपाईँको भूमिका चाहिँ के रह्यो? हेर्नुहोस्, मेरो 5वटा बच्चा अहिले डिप्रेसनमा गइसकेको छ। दिमाग काम गर्दैन, कति बेला बिहान हुन्छ कति बेला राति पर्छ तिनीहरूको होस ठेकान छैन। त्यो डिप्रेसनमा लाने मान्छे नै इरफान अंसारी हो। म अहिले पनि चाहन्छु त्यो बच्चाले त्यो डिप्रेसनबाट निकाल्न, मसँग कुरो गरोस्, म उनीहरूको खुसीको लागि आफ्नो ज्यान दिन पनि तयार छु। तपाईँ इरफान अंसारी भनिरहेको छ, तपाईँसँग कुनै प्रमाण छ त? इरफान अंसारीको प्रमाण छ। यो अदालतको जुन गवाहीमा हुन्छ त्यो इरफान अंसारीको गवाहीमा पनि बसेको छ। गवाहीमा हरेक काम मुद्दा गराउनुदेखि लास्टसम्म इरफान अंसारीले ह्यान्डल गरेको छ। मतलब उतापट्टिको तपाईँको घर बिगार्ने र तपाईँको परिवार बालबच्चाको जति पनि निर्देशन दिने काम र यो तपाईँसँग मिल्न नदिने काम भनेको इरफान अंसारी हो। भोलिको दिनमा तपाईँ प्रुफ गर्न सक्नुहुन्छ? म प्रुफ गर्न सक्छु। म प्रुफ गर्न सक्छु। ठिक छ। अब तपाईँ के चाहनुहुन्छ? मतलब तपाईँको छोराछोरी र परिवारको बारेमा तपाईँको अब भूमिका के छ र के सोच्नु? म अहिले पनि चाहन्छु मेरो चाहिँ राम्रो हो, मेरो बुढी मेरो छोराहरू एक ठाउँमा बसेर जिन्दगी काट्न चाहन्छु, म जिन्दगी बिताउन चाहन्छु। त्यो बुढेसकालमा म पनि उहाँहरूलाई छोड्न चाहदिनँ, उहाँहरूले पनि मलाई नछोडोस्। तर यस्तो त मेरो चाहना हो त्यो। तर यत्रो त भइसक्यो, अंशबन्दाहरू सबै भयो, अझै पनि मुद्दा थपेको थपै छ तपाईँमाथि। आखिर जति थपे पनि म यो चाहन्छु, बच्चा त मेरै हो नि, त्यो कसैको हुन सक्दैन नि। आज न भोलि, भोलि न पर्सि मेरो बच्चाहरूको दिमाग एक दिन न एक दिन जरुर पलाउँछ, सोच पलाउँछ उहाँहरूको, अनि बुवालाई खोज्छ भन्ने मेरो चाहना हो। अहिले भनेको तपाईँको बालबच्चा जस्तो छोरा लगायत कोही पनि तपाईँसँग बोल्दैन? बोल्न चाहन्छ, तर मेरो श्रीमतीले पहिला मामालाई फोन गर्छ, होइन मेरो बच्चा फलानासँग बोल्न चाहन्छ, बोल्छ, अनि बेलुका गएर आमाले कुट्छ, बच्चाहरूलाई धम्की दिन्छ। बच्चा ठुलो यदि बुवासँग कुरो गर्छस् भने म तिमीहरूसँग बस्न सक्दिनँ। तपाईँको छोराहरू छोरीहरू सबै बालिक छ, त्यही पनि आमाकै कुरा सुन्छ त? आमाकै मतलब उसमा रहन्छ? आमाकै कुरो सुन्छ। किन मसँग नफरत गराइदियो उहाँलाई? तिम्रो बुवाले तिम्रो लागि केही गरेको छैन। र इरफान अंसारीले उहाँसँग केही पैसाको एग्रिमेन्ट पनि गरेको छ मेरो बच्चाहरूसँग। पढे लेखेको छ तर बुद्धि छैन, एकदम दिमाग उनीहरूको डिप्रेसनमा गएर दिमाग उडिसकेको छ। अब 25 लाख 50 लाख कि करोड कति रुपियाँको कागजमा उहाँसँग साइन दिएको छ मेरो बच्चाहरूसँग, मेरो श्रीमतीसँग, अनि त्यो एग्रिमेन्टको कागजले उहाँलाई खेलाउँदैछ। अनि भोलिको दिनमा तपाईँले भनेको कुरा प्रुफ भएन भने म सामाजिक कुरो गर्छु। यो समाजमा मैले कयौँचोटि मैले यो मान्छेलाई लगाएर उहाँसँग मैले गएर धेरै मतलब त्यो परिवार मिलाउनको लागि तपाईँको सुरुदेखि नै अर्थात् प्रयास रह्यो मेरो। तर अहिलेसम्म कोही यस्तो व्यक्ति आएन जुन तपाईँको र तपाईँको समस्या बुझी तपाईँको परिवारलाई एक ठाउँमा राखेर फेरि पहिला जस्तै साधारण एकदम जनजीवन बिताउने स्थिति बनाइदिन्छ। व्यक्ति आयो, मैले जति भनेको हिसाबले मेरो दाइहरू, मेरो गाउँले समाजहरू, मेरो आफन्तहरू आयो। म त सुरुमा पनि भने नि 20औं चोटि आएर, तर घरमा आइसकेपछि मेरो श्रीमतीले मामालाई फोन गर्छ, मेरो घरमा आज 15 जना 10 जना मान्छे मेरो बुढाले बोलाएको छ। ए भान्जी तिमी नबस, त्यो उनीहरूको कुरामा नजाऊ, तिमीलाई बिगार दिन्छ।
यदि मेरो कुरो तिमी मानेनौ भने तिम्रो यन्त्र मसँग छ, तिम्रो हिसाब मसँग छ, फेरि म तिमीलाई बिगारिदिन्छु भनेर त्यहाँबाट भाग्न निस्केको छ मेरो बुढीले। ठिक छ, भिडियो अलिक लामो पनि भयो र अन्तिममा म तपाईँलाई के सोध्न चाहन्छु, यदि अहिले पनि तपाईँको छोरा, तपाईँको छोरी, तपाईँको श्रीमती सबै पुरानो जति पनि जे जस्तो छ गुनासोहरू बिर्सेर यदि परिवार एक ठाउँमा हुनु खोज्यो भने त्यसमा तपाईँको भूमिका के रह्यो? म तयार छु, तयार छु, म पछाडि हट्दिनँ। अहिले खाना यो 3-4 वर्षदेखि खाना बस्न कहाँ हुँदैछ? त्यही घरमा हो कि अरू? म बिहान निस्किन्छु 7 बजे बजारतिर, दिनभरि साथीहरूकोमा बसेर खाना खाने, उतै गफसफ गर्ने, समय बिताउने, अनि बेलुका आएर घरमा सुत्छु। कहिले चिउरा, कहिले भुजा, कहिले पानी खाएर म आफ्नो रात बिताउँछु। ठिकै छ। अब समाजले चाहिँ यहाँबाट हाम्रो यो हेर्ने युवालाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ? यो भिडियो हेर्ने र यसमा आफ्नो टिका टिप्पणी पनि गर्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? मेरो अनुरोध छ, जति पनि यो फेसबुकबाट हेर्ने साथीहरू हुनुहुन्छ, कमसे कम मेरो घर, मेरो बालबच्चा एक ठाउँमा आओस्, राम्रो होस् भन्ने मेरो चाहना हो। तपाईँहरूले पनि मलाई हेल्प गरिदिनुहोस् भन्न म चाहन्छु। धन्यवाद। अब फेरि तपाईँको अरू कुरा आयो भने हामी फलो अप रिपोर्टमा यो तपाईँको सबै कुरा राख्नेछु र आजको लागि यो भिडियो अपलोड गर्छु र तपाईँहरू पुरा हेरेर र हामी चाहन्छु सबैजना यो परिवारको परिवारको यो परिवारलाई मिलाइदिनको लागि सम्पूर्ण र अरू तपाईँहरूको यो भिडियोलाई चाहिँ तपाईँहरूको प्रतिक्रिया जसमा कमेन्ट गर्नुहुन्छ र ताकि त्यो परिवारको समयले अवसर उहाँको यो परिवार एक ठाउँमा आएर फेरि जस्ता माया ममताले गरेको परिवारको आओस् र त्यो सबैजनाको कामनाका साथ